बर्ड फ्लू भनेको के हो र यसका लक्षणहरू के छन् भनेर हामी अघिल्ला 2टा भिडियोमा कुरा गरिसकेका छौँ। आज बर्ड फ्लू लाग्नबाट कसरी बच्न सकिन्छ भनेर कुरा गर्नेछौँ। बर्ड फ्लूबाट बच्न सबैभन्दा महत्त्वपूर्ण कुरा संक्रमित चराको सम्पर्कबाट बच्नु हो। त्यसका लागि बिरामी वा मरेका कुखुरा र जङ्गली चरालाई नछुनुहोस्। छोइहाले साबुन पानीले राम्रोसँग हात धुनुहोस्। कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खानुहोस्। काँचो मासु तयार गर्दा प्रयोग भएका भाँडा र चक्कु छुट्टै सफा गर्नुहोस् र कुखुरा फार्ममा काम गर्नेहरूले आवश्यक सुरक्षात्मक सामग्री जस्तै पन्जा र मास्क प्रयोग गर्नुहोस्। यदि बिरामी वा मरेका चरासँग सम्पर्क भएपछि ज्वरो, खोकी र सास फेर्न गाह्रो भयो भने तुरुन्त स्वास्थ्य संस्थामा जानुहोस्। बर्ड फ्लूबाट बच्ने सबैभन्दा राम्रो उपाय सावधानी, सरसफाइ र सही जानकारी हो। यस्ता स्वास्थ्य जानकारीका लागि यो पेज फलो गर्नुहोला। धन्यवाद।